नमस्कार। हामी चाहिँ तपाईहरुलाई कारको ट्रायल कसरी सजिलैसँग पास गर्न सकिन्छ, कारको ट्रायल दिँदा ध्यान दिनुपर्ने कुराहरू के हुन्, 70% नियममा तपाईहरुले के गल्ती गर्दा कति नम्बर काटिन्छ, के गल्ती गर्दा फेल हुन्छ भन्ने कुराको चाहिँ विस्तृत रूपमा जानकारी दिन गइरहेका छौं। त्यो भन्दा पहिला तपाईहरुले ट्रायल दिन जाँदा बिर्सनै नहुने कुराहरूको बारेमा जानकारी दिन गइरहेका छौं। तपाईहरुले ट्रायल दिन जाँदा बिर्सनै नहुने कुरा भनेको नेपाल सरकारले जारी गरेको नागरिकता लाइसेन्स, भोटर आइडी कार्ड, पासपोर्ट, राष्ट्रिय परिचय मध्ये कुनै एउटा सरकारी परिचय पत्र चाहिँ तपाईहरुले अनिवार्य रूपमा बोक्नुपर्नेछ र यातायात कार्यालयले दिएको प्रवेश पत्र चाहिँ तपाईहरुले नबिर्सिकन बोक्नुपर्ने हुन्छ। अन्यथा तपाईहरुले ट्रायल दिन पाउनुहुने छैन। तपाईहरु ट्रायल सेन्टरमा ट्रायल दिन पुगिसकेपछि सुरुमा तपाईहरुले चाहिँ आफ्नो सिरियल नम्बर हेरेर आफ्नै सिरियल नम्बरमा चाहिँ हाजिर गर्नुपर्नेछ। अन्यथा तपाईहरुले हाजिर गर्नु भएन भने ट्रायल दिन पाउनुहुने छैन र तपाईहरुको रिजल्टमा चाहिँ एब्सेन्ट जनाइनेछ। अब हामी तपाईहरुलाई 70% नियममा आधारित रहेर सम्पूर्ण नियमहरूको जानकारी दिन गइरहेका छौं। ध्यान दिएर सुन्नुहोला। अब हामी तपाईहरुलाई सुरुमा गाडीमा चढ्नु अघि र चढिसकेपछि के गर्नुपर्छ र के गर्दा नम्बर घट्छ, के गर्दा चाहिँ नम्बर पाइन्छ भन्ने कुराको जानकारी दिन गइरहेका छौं। अब तपाईहरुले सुरुमा गाडीमा चढ्ने बेला टायर, ब्रेक, ऐनाहरुको सामान्य निरीक्षण नगरेमा चाहिँ 3 नम्बर घट्नेछ। सिट बेल्ट नलगाइकन सवारी साधन चलाएमा चाहिँ 4 नम्बर घट्नेछ र अस्वाभाविक गतिमा चाहिँ तपाईले गाडी चलाएमा चाहिँ तपाईहरुको अर्को 3 नम्बर घट्नेछ। तपाईहरुले चाहिँ भिडियोमा जस्तै गरी लुकिङ ग्लास मिलाउनु होला, ब्याक लुकिङ ग्लास मिलाउनु होला, सिट बेल्ट लगाउनु होला, अनि मात्रै स्टार्ट गरेर ट्रायल दिन 8 मा छिर्नु होला। अब 8 मा चाहिँ के गर्दा नम्बर घट्छ म तपाईहरुलाई बताउन गइरहेको छु। अब तपाईहरुले एक पटक मात्रै पहेँलो लाइनमा छुनुभयो भने 5 अंक घट्नेछ। अर्को पटक पनि पहेँलो लाइनमा छुनु भयो भने अर्को 5 अंक घट्नेछ, जम्मा 10 अंक घट्ने भयो। अब तपाईहरुले चाहिँ तेस्रो पटक पनि पहेँलो लाइनमा छुनु भयो भने चाहिँ तपाईहरु फेल हुनुहुनेछ। तपाईहरुको फेल हुने अर्को अवस्था भनेको चाहिँ तपाईहरुले चलाइरहेको गाडीको टायर चाहिँ पहेँलो लाइन भन्दा बाहिर गयो भने पनि तपाईहरु फेल हुनुहुनेछ। अनि तपाईहरुको ठीक दिशाबाट 8 नबनाइकन अर्कै दिशाबाट फरक दिशाबाट चाहिँ 8 बनाउन थाल्नु भयो भने पनि तपाईहरु फेल हुनुहुनेछ। जस्तै गोलो घुम्नु भयो, अनि तपाईले त्यो जुन क्रस गरेर 8 बनाउनु पर्ने क्रस नगरिकन अर्को साइडबाट जानुभयो भने पनि तपाईहरु फेल हुनुभयो। अनि तपाईहरु 8 मा घुमाउने क्रममा चाहिँ तपाईको गाडी चाहिँ पछाडी हटेमा पनि तपाईहरुको फेल हुनुहुन्छ। अनि तपाईहरुले त्यो ट्रायल दिने बेला चाहिँ छुने भनेर थोरै ठाउँ मात्र छुन पाउने। तपाईले यति लामो धेरै लामो ठाउँमा चाहिँ तपाईले कुल्चेर हिँड्नु भयो भने त्यो अवस्थामा पनि तपाईलाई फेल गराउन सक्छ। अब 8 पछि स्पिड ब्रेकरको पालो आउँछ। स्पिड ब्रेकरमा चाहिँ तपाईले एक पटकसम्म सवारी साधनको स्टार्ट बन्द भएमा चाहिँ 5 अंक घटाइनेछ। तपाईहरुले चाहिँ एक पटक भन्दा बढी स्टार्ट बन्द भएमा चाहिँ तपाईहरुलाई फेल गराइनेछ र लामो समयसम्म तपाईहरुले स्पिड ब्रेकरबाट गाडी अगाडि बढाउन सक्नु भएन भने पनि तपाईहरुलाई फेल गराइनेछ। अब स्पिड ब्रेकर पछि युटर्नको पालो। युटर्नमा चाहिँ तपाईहरुले इन्डिकेटर साइड लाइट नबालेमा 10 अंक घट्नेछ र त्यो युटर्नको पहेँलो लाइनमा छुनुभयो भने तपाईहरु फेल हुनुहुनेछ। अब युटर्न पछाडी जेब्रा क्रसिङ। जेब्रा क्रसिङमा चाहिँ तपाईहरुले ट्राफिक संकेतको पालना नगरेमा 15 अंक घट्नेछ त, अथवा रातो पहेँलो बत्तीमा चाहिँ तपाईहरु जेब्रा क्रसिङमा हिँड्नु भयो भने तपाईहरुको 15 अंक घट्नेछ। जेब्रा क्रसिङको माझामा ल्याएर तपाईहरुले चाहिँ हरियो बत्ती बल्दा रोक्नु भयो भने तपाईहरुलाई फेल गराइनेछ। अनि तपाईहरु हरियो बत्तीमा चाहिँ आउनु भयो भने तपाईहरुलाई पास गराइनेछ र नम्बर पनि घट्नेवाला छैन। अब उकालो तथा ओह्रालोमा चाहिँ तपाईहरुले गल्ती नगरिकन ट्रायल दिनुपर्नेछ। यसमा चाहिँ नम्बर घट्ने अवस्था हुँदैन। तपाईहरुले उकालो तथा ओह्रालोमा रोक्ने बेला चाहिँ अगाडि भएको पहेँलो लाइनलाई क्रस नगरिकन रोक्नुपर्नेछ अथवा नछोइकन रोक्नुपर्नेछ। तपाईहरुले उकालोमा रोक्ने बेलामा पछाडीको टायर चाहिँ जमिनको सतह भन्दा माथि नै पारेर रोक्नुपर्नेछ। उकालोमा गाडी उठाउँदा पनि तपाईहरुको 6 इन्च भन्दा पछाडी गाडी सर्नु हुँदैन, 6 इन्चसम्म पाइनेछ पछाडी हटेमा। अब ओह्रालोमा पनि तपाईहरुले रोक्ने बेला डाँडाबाट तल भिरालो सतहमा नै पछाडीको टायर पर्नुपर्नेछ र अगाडिको पहेँलो लाइन क्रस गर्नु हुने छैन। तपाईहरुले गाडी उकालोमा चाहिँ स्टार्ट बन्द एक पटक पाउनुहुनेछ, एक पटक भन्दा बढी पाइने छैन। दोस्रो पटक पनि स्टार्ट बन्द भयो भने तपाईहरु फेल हुनुहुनेछ। अब उकालो पछि तपाईहरुको चाहिँ एलब्याक अथवा ग्यारेज पार्किङको पालो। एलब्याकमा चाहिँ तपाईहरु छिर्ने बेलादेखि नै एकदमै ध्यान दिनुपर्नेछ। तपाईहरु अगाडि जाने क्रममा पनि पोल हान्नु भयो अथवा पहेँलो लाइनमा छुनु भयो भने तपाई फेल हुनुहुन्छ। तपाईहरुको एलब्याकका नम्बर घट्ने अवस्था भनेको तपाईले पाउने चान्स भनेको एउटा मात्रै हुनेछ। तपाईहरु अगाडि चुच्चोमा पुगिसकेपछि ब्याक आउने क्रममा चाहिँ अब चाहिँ यो मेरो ब्याक आएको मिलेन, पहेँलो लाइनमा छुने भयो जस्तो लाग्यो भने तपाईहरु एक पटक अगाडि बढ्न पाउनुहुनेछ। तपाईहरु अगाडि बढ्दा चाहिँ तपाईहरुको 10 अंक घट्नेछ। यदि तपाईहरु ब्याक आउँदा चाहिँ लाइन छुनु भयो भने तपाईहरु फेल हुनुहुनेछ। तपाईहरुले ब्याक आउने बेला चाहिँ एकदम ध्यान दिएर गर्नु होला। तपाईले जति टाइम लगाए पनि कुनै फरक पर्ने छैन। तपाईहरु रोकेर मजाले हेर्दै एलब्याक गर्न पाउनुहुनेछ।
तपाईहरुले एयरब्याग गर्दा एकदम ध्यान दिएर पहिलो लाइनमा नछुने गरी र एकपटक पनि गल्ती नहुने गरी आफ्नो तयारी गरेर चाहिँ ट्रायल दिनु होला। तपाईहरुले जुन ट्रायल दिँदा चाहिँ 70% ल्याउँछु पास हुन्छु भन्ने हिसाबले नगर्नु होला। तपाईहरुले तयारी गर्दा 100% कै तयारी गर्नुभयो भने अनि तपाईले सानो सानो गल्ती गर्दा पनि थोरै नम्बर काटिँदा पनि तपाई पास हुने सम्भावना बढी हुन्छ। त्यसैले तपाईले 70% भन्दा पनि 100% कै लागि तयारी गर्नु होला। तपाईहरुले यो एयरब्याग गरिसकेपछि तपाईहरुको सुरुदेखि अहिलेसम्मको सबै नम्बर जोडिनेछ र 70 अंक क्रस गरेको खण्डमा तपाईहरुलाई पास गरेको रसिद दिइनेछ। त्यसपछि मात्रै तपाईहरुले यातायात कार्यालयमा गएर 7 दिनपछि राजस्व तिरेर सडकमा गाडी चलाउन पाउनुहुनेछ। अन्यथा राजस्व नतिरिकन सडकमा गाडी चलाउन पाउनुहुने छैन। तपाईहरुले ट्रायल दिँदा चाहिँ एकदमै मजाले प्र्याक्टिस गरेर ट्रायल दिनु होला। आफूमा कन्फिडेन्ट आएपछि मात्रै ट्रायल दिनु होला र मजाले सिकेर पास हुने गरी ट्रायल दिनु होला र यो भिडियो साथीहरु सबैमा शेयर गरिदिनु होला। धन्यवाद।